स्याङ्जामा बस्नुको मजा यही हो क्या गाइस। स्याङ्जा गाउँ हुनुको मजा यही हो होइन। बिहानै घाम लाग्छ, टक्क लगाएर सनराइज हेर्न पाइन्छ। अब हामी चाहिँ ढिलो भइसक्यो, अहिले 9 बजिसक्यो तर भिमारमा घाम लागेको छैन। यता राङरुङतिर आउने बित्तिकै घाम लागिसक्यो क्या। अब हामी चाहिँ गाउँतर्फ जाँदैछौँ। गाउँ चाहिँ भिमालबाट 16 किलोमिटर छ। अब बिस्तारै बिस्तारै घुम्ती रोड छ होइन, त्यही भएर गीत पनि त्यस्तै अनुसार घुम्ती रोड बजाएको छ हामीले चाहिँ। हेर्नु गाइस, पुरै आकाश मुनि बादल माथि छौँ हामी चाहिँ। ओके गाइस, भाइब सी गर्दै हजुरलाई म दामी दामी सर्ट ल गाइज, म चाहिँ आफ्नो घर आइसकेँ। गाउँ यति प्यारो, हाम्रो प्यारो राम्चे गाउँ होइन। ल हेर्न सक्नुहुन्छ, अगाडि मैले धेरैचोटि देखाइसकेँ यो सिन। अब तल ठुलमम्मीहरू घर छ हाम्रो। यी पुरा यो चाहिँ आजभन्दा 50-60 वर्ष पुरानो घर हो। 20 साल हो कि कति 30 सालमा बनाएको। यस्तो खतरा बनाइदिने। अब अहिलेसम्म टक्क डिराहा एकदम दामी छ है त। ल गाइज, अब होला म देखाउँदै जान्छु आज मैले गाउँमा के गर्छु होइन, के गर्छु। ल सब देखाउँछु है त। ल गाइज, हामी चाहिँ गाउँ आएर चाहिँ खसी काटियो। त्यसपछि चाहिँ अब हामी मासु छोडेर आइसक्यौँ। अब यो हामी चाहिँ भवनमा काटेको, हाम्रो रिजाल समूहको भवनमा। अब चाहिँ हामी त्यतै जाँदैछौँ है त। त्यहाँ हुनुहुन्छ मान्छेहरू चाहिँ। हामी चाहिँ अहिले ओह्रालो हिँड्दैछौँ, त्यहाँ हुनुहुन्छ। हामी चाहिँ भर मासु घर छोडेर आएको। अब माघे सङ्क्रान्ति यही हो गाइज। भोलि चाहिँ एकादशी रहेछ, त्यही भएर अब आज हामीले आजै काटेको माघे सङ्क्रान्तिको लागि। अब आजैदेखि खाने। ल गाइज, अब गाउँको ब्लग पनि राम्रै हुन्छ होइन। तपाईँहरूले गाउँ धेरैचोटि देखिसक्नु भयो। फेरि पनि म देखाउँछु। अब म त्यहीँ गएर देखाउँछु त हजुरलाई। हेलो हेलो हेलो। डाँडातिर चाहिँ घाम लगाइरहेको, यता चाहिँ घाम लाग्दैन है त। घाम अस्ताइसक्यो।